सोइरा काई साइरा त बुझाके हुँदैन कि ए फोर फिचर अफ सेयर भने के हो है फोर फिचरलाई नेपाली भन्छ जब पास गर्नु जब पास गरिहाल्छ जब त कसको जब पास लिएर मतलब यो भन्दा अगाडि के पढ्यो जब हामीहरु शेयर लिन्छौं नि जब हामीहरु शेयर लिएको छौं भने त शेयरको पैसा त टाइममा तिर्नु पर्छ टाइममा तिर्न सकेन भने तँलाई के गर्छ कम्पनीले के गर्छ कम्पनीले उलाई मेसेज दिने काम गर्छ कि के गर्नु तपाई टाइममा पैसा तिर्नु तर टाइममा उले पैसा तिरेन भने तिम्रो लागि गर्छ है कल गर्छ तीन चोटी उलाई वार्निङ दिन्छ पैसा तिर्नु भनेर तै पनि उले तिरेन त के गर्छ उसको उलाई त के गर्छ जफ्त गरिहाल्छ शेयर नि उसको शेयर जफ्त गरिहाल्छ हैन जफ्त गरिसकेपछि तँले के पैसा बुझाएको हुन्छ नि त्यो पैसा पनि जफ्त भयो त्यसपछि उसको शेयर पनि के भयो जफ्त भयो अब त्यो शेयर के गर्छ उसले अरूले मात्रै बेचिदिन्छ मलाई त त्यस्तै छ त्यहाँ कसरी हेर कसले हिजै पढेको 500 शेयर केसँग पढ्यो नि 500 शेयर लिएको थियो उसलाई के गर्यो त्यसले कन्सन गरेको थियो नि त त्यो कन्सन गरेको छ मलाई पैसा नतिरेको छ नि पैसा तिरेको छैन अनि कन्सन भएन त त्यो तिरेन भने तुले बुझाएको पैसा फेरि फिर्ता पनि गर्दैन है कर्सिनीहरुले पैसा किन किस्ता तिरेको हुन्छ नि यो के किस्ता आएको दुईटा किस्ता तिरेको हुन्छ अनि त्यो किस्ता तिरेको हुन्छ नि त उसको पैसा फिर्ता गर्ने पैसा फिर्ता नगर्नु आ त्यो शेयर त कम्पनीमा त रहन्छ नि त्यो शेयर कम्पनीसँगै रहन्छ त्यो शेयर के गर्ने त्यो शेयर अर्को मान्छेले बेच्दिने नेपालको विवेकलाई बेच्दिने त्यो राम्रोसँग काठमाडौँ जान्छ त्यसलाई के गर्ने त्यो शेयर बेच्दिने हैन उलाई बेच दिन्छु त्यसलाई के भन्छ त्यसलाई भन्छ रिइस्यु किन पहिला इस्यु भएको छ नि यो त के भएको थियो इस्यु लाग्यो यो भन्दा पहिला इस्यु भएको थियो त उसको शेयर उले पैसा तिर्न सकेन एउटा किस्ता तिर्यो अथवा तिर्न सकेन अथवा दुईटा किस्ता तिर्यो तब तिर्न सकेन त उसको पैसा पनि जफ्त गर्ने आ शेयर पनि के गर्ने जफ्त गर्ने नि त्यो शेयर के गर्ने अर्को मान्छेलाई बेच्दिने नि तपाईले रिइस्यु इतना इस्यु भएको थियो अब के गर्ने रिइस्यु गर्ने त ल तपाईले हामी के बुझ्छौ पोलिटिकल बुझ्नु पोलिटिकल सम्बन्ध अब त पोलिटिकल सम्बन्धको लागि छु यहाँ त हामीले शेयर के भन्छ जब अब पक्का उसको डायरीबाट नाम हटाउँछु नि हैन उसको डायरीमा बाट के गर्नुपर्छ त नाम त हटाउनु पर्छ उसलाई डायरीबाट जब नाम हटाउनको लागि तिमीलाई गर्नुपर्ने के उसको एन्ट्री त भइसकेको हुन्छ नि के ने किन भएको हुँदैन जुन किस्ताले तिरेको हुन्छ त्यसको एन्ट्री त भइसकेको हुन्छ तिरेको किस्ताको एन्ट्री भइसकेको हुन्छ भने त उसलाई शेयर उसको शेयर क्यान्सल गर्यो नि उसको शेयर क्यान्सल गरिसकेपछि हाम्रो काम के रहेको छ त उसको डायरीमा के लेखाइहालेको हुन्छ त्यसलाई के गर्ने त्यसलाई दिनु पर्छ गासो त गाडी बारा मु त्यो गाडी गाडो होला बारसे त्यो चाहिँ गाडो गाडो त्यो भन्नु ठिकै छ गाडो यहाँ सब दुईजना पोस्ट तलामा के हुन्छ नि छोरा उले केही न केही किस्ता त तिरेको हुन्छ हैन केही न किस्ताले तिरेको हुन्छ नि मात्र एप्लिकेसन तिरेको हुन्छ नि एप्लिकेसन तिरेको हुन्छ आ त्यसपछि मात्र तिरेको हुँदैन त केही पैसा त उनीहरूले उठाइहालेको हुन्छ त त्यो मान्छेले हटाइदियो नि त्यो मान्छेलाई जब हटाइदियो उसको पैसा पनि रिटर्न गरेन पठाइदियो त उसको इन्ट्री त डायरीमा भइसकेछ अब विचार गर्दा त्यहाँ दिमाग लगा डायरीमा इन्ट्री भइसकेको छ मान्छे हटायो उसको नाममा भएको इन्ट्रीलाई नकाट्दै काट्नु पर्यो इन्ट्री पनि काट्नु पर्यो नि यता यसलाई बस्छ ल यो उसको नाइ सुनै है तिम्रो फर म्यानेजरसँग कमाएको हुँदैन तब जब त्यसले दिमाग सिलेको हुँदैन नि हैन तिमीले याद बाँकी म बोल्दिन्छु नि तिमीलाई याद तुरुन्तै याद भइहाल्छ त्यति कुरा त हामीले के छ उसको त्यो मान्छेले जब भगाइदियो हामीले त उसको नामबाट इन्ट्री त भएको हुन्छ त इन्ट्री त काट्ने हामी काट्छौँ भने प्र्याक्टिकल लाइफमा के गर्छौँ ए मलाई उसलाई हटाइदिन्छु भने उसको नाम त सबै काट्छु नि हैन नाम त काट्नुपर्छ उसको इन्ट्री त भइसकेको हुन्छ हैन उसको इन्ट्री भइसकेको हुन्छ त्यसलाई हामी के गर्नुपर्छ काट्नुपर्छ
कसरी काट्ने तिम्रो घरमा गाउँघरमा काट्छौ त्यसै काट्दैन त्यसरी काट्यो भने त्यो साइन्टिफिक मेथड भयो त्यो काट्यो त्यहाँ त अरू मान्छे जसले पैसा बुझाएको छ उसको पनि इन्ट्री हुन्छ नि जसले पैसा बुझाएको हुन्छ त्यसको पनि इन्ट्री भएको हुन्छ नि हैन बुझाएको मान्छेको पनि नबुझाएको पनि इन्ट्री भेस्टिङ हुन्छ नि अब काट्छु त के हुन्छ त्यो एउटा समस्या के भन्छ फोर भइहाल्छ नि मैले काट्नु हुँदैन काटकुट गर्छु काट्नेलाई त फोर हुँदैन अर्को जसले पैसा बुझाएको छ उसको पनि कटाइहाल्छ नि बस समस्या र त्यो डाइरी रफली जस्तो भएर नि फेरला डाइरी के गर्छ रफली जस्तो भएर काटेपछि घसेपछि ल अब हामीले हटाउला मान्छे हटाउनु छ काट्नु पर्छ कसरी काट्नु भने कटाइहाल्छ फेरले कटाइहाल्छ काट्नै पर्छ भाइ काट्नै कसरी भन्नु